धोरपातन नेपालको मुटुभित्र बसिरहेको एउटा उपत्यका जहाँ घाम बादल र पर्खाल जस्ता डाँडाहरू एकैचोटि भेटिन्छन्। तर यो उपत्यका भन्दा अझ माथि 5-6 घण्टाको उकालो सास फुलाउने बाटो घुम्तीहरूले घेरिएको साना ठुला पहाडहरू पार गरेपछि मात्र पुगिन्छ धोरपातन बुकी। 41 मिटरको उचाइमा फैलिएको यो विशाल पातन जहाँ मान्छे कम छन् तर मौनता धेरै, जहाँ आकाश सहरभन्दा नजिक लाग्छ र जहाँ जीवन भेडा बाख्रासँगै बगिरहेको छ। यी ससाना गोठहरू सिर्फ बसोबासका लागि बनेका घर होइनन्, यिनै हुन् जसले दशकौंदेखि गोठालाहरूलाई अँगालेका छन्। सहरको भिडभन्दा टाढा सुख र सुविधाबाट बाहिर यी गोठालाहरूले आफ्नो संसार यी बादलसँगै बुनेका छन्। हामी आज यही संसारमा छिरेका छौँ, गोठालाहरूको पसिनाभित्र लेखिएका कथा बुझ्न, उनीहरूको मौनता, उनीहरूको सङ्घर्ष र उनीहरूको गर्व सुन्न। कल्पना गर्नुहोस्, यति दुर्गम एरियामा तपाईँ एउटा टेन्ट अनि अस्थायी गोठको भरोसामा जीवन कटाइरहनु भएको छ। र यो एक दिनको बसाइ पनि होइन, यो त उहाँहरूको 6-7 महिनाको हरेक दिनको दैनिकी हो। यहाँ करिब 8 जना गोठालाहरू छन्, 1700 भन्दा बढी भेडा बाख्रा सहित। तिनीहरूको परिचय, नाम वा उमेरभन्दा पनि यो जीवनको अभ्यास हो। दशकौं बिताएका छन् यसै पहाड, यसै हावासँग। हामीहरू उहाँहरूसँग यो पेसा अनि भेडा बाख्राहरूको बारेमा सोध्छौँ। उत्तर सधैँ एउटै भाव बोकेको हुन्छ, यिनै हुन् हाम्रो संसार। दाइ नमस्ते। नमस्ते। हजुरको नाम चाहिँ के? मेरो नाम रतन कुमार बुढामगर हो। हजुरको घर चाहिँ? स्थायी घर ठबाङ गाउँपालिका वडा नम्बर 3 मिरुल रोल्पा पर्छ। हजुर हजुर। यहाँ अब बर्खाको सिजनमा 3 महिनाको लागि भेडा यता बुकीतिर ल्याइन्छ। हजुर चाहिँ यो भेडा गोठालामा लागेको कति वर्ष भयो? म चाहिँ अब पहिला विदेश थिएँ। हजुर। अलि बुढो भएदेखि लगभग 12 वर्ष जति हुन लाग्यो। हजुरको यहाँ कतिवटा छ भेडा? मेरो समथिङ 200 जति छन्। 200 तपाईँको मात्र? हजुर। भनेपछि सबभन्दा बेसी तपाईँकै छ? होला न, साथीहरूको पनि होला। तपाईँको यहाँ ग्रुप कतिजनाको छ? यहाँ अलि यहाँ गोठ बस्ने 8 जना छौँ। 8 जना हुनुहुन्छ? हजुर। 8 जनाको चाहिँ कतिको सबैको छुट्टा-छुट्टै छ होइन भेडा? छुट्टा-छुट्टै छ। अनि तपाईँहरू एउटा कुरा इन्ट्रेस्टिङ हुन्छ नि त, टोटल भेडा कति छ त यहाँ? 1800 जति छन्। क्या 1800 भेडामा जस्तो हामीले अघि माथिबाट पनि खिच्यौँ होइन, त्यो भेडाहरूमा तपाईँले कहिले काहीँ झुकिँदैन यो मेरो भेडा हो कि कसको भेडा हो भन्ने टाइपको हुन्छ कि हुँदैन? त्यहाँ अलग अलग छापा राखेको हुन्छ, तै पनि कुनै बिराहरूको सेम अनुहार हुन्छ। हजुर हजुर। सेम फेस हुन्छ कि? हजुर हजुर। त्यसमा अब जस्तो अब गोठाला यो मेरो र भनेर राम्रोसँग छुट्याउने कुरा हुन्छ। मेरो लोके। कति वर्ष भयो यो ग्रुपमा तपाईँले भेडा चराउनु लाग्यो? 4 वर्ष। 4 वर्ष भयो। तपाईँको कतिवटा छ भेडा चाहिँ? थोरै भनेको ग्वाला हो। हजुर। 2-4 ता हो जेलो। अनि तपाईँको नाम चाहिँ के हो? फलप्रकाश गुरुङ। फलप्रकाश? हजुर। अनि तपाईँको घर चाहिँ? पूर्वी रुकुम। अनि कति भयो तपाईँ त यङ देखिनुहुन्छ, कति वर्ष हुनुभयो लागेको? 12-13 वर्ष जति भयो। भेडामा लागेको 12-13 वर्ष भइसक्यो? हजुर। अनि तपाईँ पहिल्यै पुर्खौली थियो कि यो भेडा? पुर्खौली हो। 41 मिटरको उचाइमा जहाँ आकाश आफ्नै छाता जस्तै लाग्छ र बादल पाखुरामा तासिएको ओढ्ने झै पसारिन्छ, यही बास गर्छन् गोठालाहरू जिन्दगीका सारा सङ्घर्ष, पसिना अनि खुसी लिएर। तर यो जीवन सहज छैन। पानीको दुःख त्यति नभए तापनि खानेकुरा भने धोरपातनदेखि नै ल्याउनुपर्छ। कहिलेकाहीँ बिरामी परे 3-4 घण्टा तल ओह्रालो झरेपछि मात्र धोरपातन उपत्यकामा उपचार सम्भव हुन्छ। नेटवर्क पनि सधैँ भेटिँदैन यहाँ, तर पनि कठिनाइ गोठालाको अनुहारमा देखिँदैन। नमस्ते। नमस्ते। हजुरको नाम चाहिँ के हो? टेकदोस घातन। यहाँ त तपाईँ यो भेडा गोठालामा हिँडेको कति वर्ष भयो? म त सानै बात भयो हेर्नुहोस्। सानै बात होइन? सानै बात होइन। सानै बात। कसरी सिक्नुभयो? मतलब पहिला बाबु बाजेले गर्नुहुन्थ्यो कि? यस्तो भयो हेर्नुहोस्, अब हाम्रो गाउँमा स्कुल पनि अलि टाढा थियो, बाउले स्कुल पनि पठाएनन्। हजुर। त्यहाँदेखि अब बाउले चाहिँ अब भेडा बाख्रा पाल्नु भएको थियो। त्यहीबाट अब ती भेडा बाख्रा पाल्ने गोठालोलाई चाहिँ त्यहीबाट गोठालो गरेकै त्यहाँबाट। अब घर चाहिँ कहाँ भन्नुभयो हजुरले? चेलबाङ। चेलबाङ भन्ने कुन जिल्ला पर्छ? चेलबाङ निसी खोला। निसी खोलको चेलमा हो। भनेपछि यो ठाउँमा तपाईँहरूले भेडा बाख्रा राखेको कति वर्ष भयो?
ए यहाँ त भयो हजुर म जति वर्ष गोठाला गऱ्यो त्यति वर्ष भयो। अनि तपाईँ चाहिँ जस्तो यही ठाउँमा जस्तो यो त बुकी त ठुलो छ नि त ठाउँ हजुर के ठाउँ छ दाइ त्यसो त्यतापट्टि अब त्यता पश्चिम साइडतिर फागुने भन्छन् हजुर यो टिका ढाँडा हजुर यता फुर्से देउराली हजुर यता यता बाख्रा ढमान हजुर उता सेचुन छेडा हजुर उता उत्तर साइडतिर गोजुङ खोला। अनि तपाईँहरू यो एरियामा सबै ठाउँ चराउनुहुन्छ होइन हजुर हामी त्यो गोजुङ खोलादेखि र यो सेचुन छेडा यहाँको बाख्रा ढमान फागुने देउरालीदेखि हामी चाहिँ चराउने मिल्छ। सायद यहाँ नेटवर्क पनि टिप्दैन। हजुर हजुर अनि तपाईँहरूलाई चाहिँ खानेकुरा घरबाटै ल्याइदिनुहुन्छ कि तपाईँहरू लिन जानुहुन्छ घरबाट लिन जाने हो अब आउँदाखेरि अब घरबाट आउने मान्छेले घरबाट लिइदिन्छन् यहाँ सक्यो भने फेरि यहाँ दरबारबाट तिनी अब नुन चामल लिन जानु पर्छ त्यो आफै पनि जानुहुन्छ आफै जानु यहाँ चाहिँ तपाईँहरूलाई यो जिन्दगी जिउनको लागि कतिको गाह्रो छ दाइ ठिकै छ हजुर अब बिमार भए पनि त्यहाँ अब हेल्पर्स नजिकै छ त्यहाँ अब दरबारमा हेल्पर्स छ बिमार भए त्यहाँ अब उपचार गर्छ तर पनि यहाँबाट धोरपाटन मात्र पुग्न 2-3 घण्टा लाग्छ नि त फेरि होइन लाग्छ 2-3 घण्टा लाग्छ। अरू कुराहरू कस्तो छ तपाईँलाई यहाँ सहज असहज यहाँ रमाइलो छ गाई भैँसी गोठालाहरूसित भेटघाट भइन्छ सन्चै बिसन्च सबै थाहा हुन्छ त्यहाँदेखि फेरि अर्को काम गर्छु भने पनि अब पाखाले पनि भ्याउदैन गर्ने पनि जानिन्न पहिलेदेखि यही सिक्नुभयो हजुर अब यो बाहेक त आफूले गर्न सकिन्न जस्तो तपाईँहरू अब यस्तो यो अब यसलाई के भने गोठ भनौँ होइन धतुर भन्छौँ धतुर भन्नुहुन्छ धतुर कहिलेकाहीँ त ठुलो पानी पर्छ होला त्यो समयमा के गर्नुहुन्छ तपाईँहरू हजुर अब यसले सबै छेक्छ के गर्छ यो त छेक्छ हजुर बर्खाको अब हाम्रो त घरै यो हेर्नुहोस् हिउँदो पनि यस्तै यो पालको गोठ बनाएर बसिन्छ हेर्नुहोस्। हजुर हजुर अनि तपाईँहरू त चाडपर्वमा घर जानुहुन्छ कि जानुहुन्न त्यो साट्ने मान्छेहरू आउँछन् कहिले छोराहरू साट्न आउँछन् झर्ने त अब एक्कासी भेराइसी त आउने भेराइसी त जाने अब तपाईँहरू यो ठाउँमा यो बुकीपाटन भनौँ न सबै हो यसमा चाहिँ कति समयसम्म रहनुहुन्छ यहाँबाट जेठको 17-18 गते आइन्छ तर जौले गते आइन्छ हजुर त्यहाँदेखि फेरि असारको 1500 यहाँ आइयो हजुर यहाँबाट साउनको 1500 उहाँको छ त्यो टिका ढाँडा असली यसले ठेलो फाल्ने भन्छ त्यसलाई टिका ढाँडा थरी हो त्यो मूल थरी टिका ढाँडा त्यहाँ बसेर बडको त्यस्तै 24-25 गतेतिर हामीहरू बुकीको सुन्दर पातनहरू घुम्दै गर्दा यस्ता सुन्दर ठाउँहरू धेरै छन् जसलाई उहाँहरू फरक फरक नामले चिन्दछन्। सुन्दर त उहाँहरू आफैले जङ्गलको काठबाट बनाएको यो घर पनि छ जसलाई गोठ भनिन्छ जुन उहाँहरू धेरै मेहनत गरेर बनाउनु भएको छ। धेरै महिनासम्म तपाईँ यसमा सुरक्षित तरिकाले बस्न सक्नुहुन्छ। टेक्नोलोजीको कुराहरू गर्दा यहाँ बिजुली छैन बस उहाँहरू चार्जिङ लाइटमा भर पर्नुहुन्छ। गोठालाहरूको जीवन दैनिक तालिका हरेक दिन खासै फरक छैन। बिहानै उठेर भेडा बाख्रालाई दुध दुइन्छ त्यही दुधबाट धेरै कुराहरू बनाएर खाइन्छ। भेडा बाख्राहरूसँग उहाँहरूको दैनिकी मिल्दोजुल्दो पनि छ। हरेक बिहान सूर्यको किरण देखिन नपाउँदै उनीहरू तयार हुन्छन्। 11 बजेतिर उनीहरूको विशाल परिवार भेडा बाख्राहरू ढकमक्क हरियो यो घाँसे मैदान बुकीपातनमा पठाइन्छ। टाढा टाढा एरियामा फैलिएको यो बुकीपातनमा भेडा बाख्राहरू चरनमा जाँदा साना चराहरू जस्तै देखिन्छन्। अब अन्दाज लगाउनुहोस् यो पातन कति ठुलो अनि कति विशाल एरियामा फैलिएको छ। 4 बजे फर्काएपछि 5 बजे पुग्छ। सुरटले काले सुरटले पहिले नखाऊ मान्छेले खान्छ के हो तर त यही बुकी नै हो हैन मागामा चाहिँ त कोसा तर एउटा कुरा के बुकीमा भन्छ नि जस्तो अब रातभरि दिनभरि खायो भेडाले अथवा खच्चरले खान्छ नि हजुर फेरि रातिमा पलाउँछ त्यो घाँस पलाउँछ है त्यो त पलाउँछ उसी दिन नपलायो नि अर्को दिन त पलायो त पलाएर एउटा पलाएकै हुन्छ त्यो लामो हुन्न कि अलिअलि पलाउँछ अलि थोरै इन्च चाहिँ पलाएको हुन्छ अहिले हामी छौँ टिका ढाँडा 4100 मिटर हाइट अलमोस्ट यहाँ चाहिँ दाइहरूले भेडा गोठाला राख्नुभएको रहेछ झन्डै 1700 एउटा जति भेडा बाख्रा रहेछ। अहिले चाहिँ उहाँहरू चाहिँ भेडा लिएर जानुभयो चरनमा जानुभयो अलमोस्ट अहिले 11 बजिसकेको छ अनि उहाँहरू यस्तो गोठमा बस्नुहुन्छ। यो दैनिकी साँच्चै कठिन त छ तर उहाँहरूको पहिलेदेखि चलिआएको पेसा भएर अलिकति काहीँ न काहीँ सहज पनि छ। यो गोठमा उहाँहरू सहज तरिकाले
वर्षौँसम्म बस्न सक्नुहुन्छ अनि एक ठाउँमा 2-3 महिना बसेपछि अर्को ठाउँमा सर्नुहुन्छ। जस्तो यो गोठमा यो नर्मल जस्तो काठ अनि तपाईँको यो भेडाकै ऊनहरू है, यो भेडाकै ऊनबाट बनेको यो फेरेहरू त्यो माथि राखेर ठुलो पानीमा त बस्नको लागि त्यसरी बस्नुहुन्छ। यो दैनिकी साँच्चै कठिन त छ, तर त्यो सँगसँगै रमाइलो पनि छ। यी बाटोहरू सजिलो छैनन्, तर काठमा भएको यो भारी सिर्फ सामान होइन, जीवनको आधार हो। यी काठमा भोक, माया, जिम्मेवारी बोकेका छन् अनि थकाइभन्दा ठुलो उनको प्रेम। यति गरौँ भारी बोकेर 5-6 घन्टाको उकालो बाटो, यो बाटो कठिन छ, तर यो यात्रामा सत्य, धैर्य र समर्पण बाँचिरहेकै छ। मेरो कर्मती भण्डारी हो। पटनबाट बिहान हिँडेर आउनुभयो? हजुर। कति घन्टामा आउनुभयो है? खै 6 बजेदेखि हिँडेको कि सर। 6 बजेदेखि भने 6, 7, 8, 9, 10 बाबु तपाईँहरू त यत्रो भारी बोकेर छिटै आउनुहुने रहेछ। 6 बजेदेखि हिँड्यौँ। हजुर। अन्त ढौ छ, अब पानी पर्न लाग्यो। यो जीवन कसैले सजिलो देख्छन्, कसैले कठिन, तर यी गोठालाहरूको लागि यो पेसा मात्र होइन, यो उनीहरूको गर्व, कर्तव्य अनि बाँच्ने शैली हो। तर घरको याद भने कहिलेकाहीँ चुपचाप हृदयमा तोक्छ। सहरमा पुग्दा असहज लाग्छ, त्यसैले उनीहरू भन्छन् यहाँ शान्ति छ, आत्मसन्तुष्टि छ। गोठालाहरूको भनाइ हो, विदेशमा अरूको गुलामी गर्नुभन्दा यहाँ थोरै भए पनि आफ्नै सम्पत्तिको मालिक हुनु गर्व हो। यी शब्दहरूमा अनुभव छ, सत्य छ अनि आत्मसम्मान पनि छ। हजुर, आगो फुक्नको लागि केबाट गराउनु भएको यो? यो बाख्राको उबाट, छालाबाट। बाख्राको छालालाई चाहिँ जस्तो छाला नै कि यसको रौँ? छाला हो, यसलाई सुकाउनु भयो। सुकाएर नर्मल बनाउने, नरम बनाउने। यसले गर्दा चाहिँ तपाईँको चाहिँ यो लेखमा चाहिँ यो हाइटमा चाहिँ तपाईँहरूलाई यो दाउराहरू पनि खोज्न गाह्रो हुन्छ, चिसो हुन्छ। त्यसको लागि चाहिँ हामीले पहिला यो अब गाउँमा ढुङ्ग्रो पनि भन्छ नि होइन? ढुङ्ग्रो भन्छ। ढुङ्ग्रोमा हामीले यसरी फुक्नुपर्छ भने यहाँ चाहिँ त्यसको काम पनि यसले गर्यो होइन? गर्यो। पङ्ख, यो अर्ग्यानिक पङ्ख हो। भेडाको कि बाख्राको? यो बाख्राको हो। भेडाको पनि बन्छ बन्न त, तर यो चाहिँ बाख्राको हो। यो यङ एजमा यहीँ बसेर यस्तो कामहरू गर्दाखेरि कहिलेकाहीँ अलिकति अरूको देख्दाखेरि अरू साथीभाइ विदेश गएको हुन्छन् होइन, धेरैजना। जस्तो उनीहरू त विदेशबाट आएर होइन, टक्क अब उनीहरूसँग नयाँ लुगा लगाइरहेको हुन्छ, नयाँ मोबाइल खेलाइरहेको हुन्छ, हरेक कुरा नयाँ हुन्छ। त्यो देख्दा चाहिँ कहिलेकाहीँ यस्तो पेसाभन्दा विदेश जान ठिक थियो भन्ने लाग्छ कि लाग्दैन? लाग्छ, त्यो त लाग्छ है। तर फेरि किन जानुहुन्न त? अब आफ्नै गाउँघरमा त्यो बानी परिसक्यो होइन? बानी परिसक्यो। अघि पनि हजुरले भन्नुभयो एउटा शब्द एकदमै राम्रो, जस्तो विदेशमा अरूको गोठाला गर्न जाने हो, यहाँ चाहिँ अर्काको गुलामी भएर बस्नुभन्दा आफ्नै तरिकाले आफ्नो सम्पत्तिलाई आफै मालिक बनेर बस्नु, चाहे थोरै होस् चाहे धेरै होस् होइन? टाइम टु टाइम अब चल्नु पऱ्यो। कहिले अब 11 बजी छोडिन्छ होइन, कहिले काहीँ 12 बजी 1 बजीतिर छोरे पनि आफ्नै हो होइन? तपाईँ चाहिँ अब सबै गोठाला दाइहरू जानुभयो चरणमा होइन? हजुर। तपाईँ चाहिँ यहीँ बस्नुपर्छ। हजुर। तपाईँ चाहिँ यहाँ गोठ रुङ्ने? गोठ खानासाना पकाउने। यो खाना चाहिँ तपाईँहरू बिहानको पकाउनु भएको कि होइन? यो त बेलुकाको। बेलुकाको लागि पकाउनु? बेलुकाको लागि खाना अलमोस्ट अहिले 11, 11:30 भइरहेछ, अहिले रेडी गर्नुहुन्छ? अहिले रेडी हो। किन नि सिलाउँदैन? सिलाउनु त सिलाउँछ, तर अलिक खस्रो हुन्छ कि हाम्रो। अनि तपाईँहरूले यो त हामीले मकैको आतो पनि भन्छ होइन? हजुर। योसँग तरकारीहरू के खानुहुन्छ यसमा? कहिलेकाहीँ सुकुटीहरू, सिन्कीहरू, आलुहरू है? हजुर। सकियो भने तल लिन जानुहुन्छ? हजुर, तलबाट घोडा लिएर जान्छौँ। हजुर हजुर। धोरपाटन जानुहुन्छ कि? धोरपाटन नै हो, कहिले आउँदाखेरि घरबाट ल्याइन्छ। हजुर। टेन्टमा शुद्ध तातो कि यो तपाईँ चित्रो भन्नु अथवा के? यो त धेरै तातो हो नि। यो धेरै तातो है? हजुर। किन त्यस्तो हुन्छ? आगो पुग्न पाइयो यहाँ त, टेन्टमा पाइएन होइन? पाइएन टेन्टमा। कस्तो यो दैनिकी चाहिँ तपाईँहरूको सधैँ तपाईँले खाना बनाउने हो कि यो तपाईँ पालो हो? जोलाई अलि हुन्छ, कहिलेकाहीँ यहाँ बसेर अब झ्याउ हुन्छ भन्छ कोही, फेरि कहिले भेडामा जान अल्छी लाग्यो भने फेरि आज म बस्छु है भन्ने। यी सुन्दर पातनमाथि जीवन त चलिरहेकै छ, भेडा बाख्रा, आगो र मौन रातहरू। तर कहिलेकाहीँ भने मन चुपचाप घरतर्फ दौडिन्छ। परिवारको सम्झना आउँछ, उनीहरूको मुस्कान, उनीहरूको बोली र घरको त्यो साधारण तर आत्मीय न्यानोपन। यी पहाडमा त्यो न्यानोपन हराएको छ। भेडा बाख्राको आवाज छ, कुकुरको भुकाइ छ, तर हृदयमा भने घरको सुनसान महसुस हुन्छ। तर यही बाध्यता हो, यही जिन्दगी हो। घर टाढा भए पनि प्रेम कहिले टाढा हुँदैन। त्यो यादै त हो जो हरेक रात आगोको न्यानोसँगै यिनीहरूलाई अँगाल्छ।
अनि तपाईँहरूको रातिमा कहिलेकाहीँ त अब के अरे गीत सिट गाउने यताउता चलन हुन्छ कि हुँदैन? हुँदैन हाम्रो त हुँदैन है? हजुर आउँछ नि गर्लफ्रेन्ड गर्लफ्रेन्ड भन्दा बुढीहरूको कहिले अनि बिहे गर्नुभएको छ कि नै? गरेको छु 2टा बच्चा छन् मेरो एउटा छोरा एउटा याद त आउँछ होइन? आउँछ तर जिन्दगी साँच्चै भन्दा यो हाइटमा 41 मिटर हाइटमा गाह्रो पनि छ नि त होइन? फोन हुँदैन कहिलेकाहीँ घरमा केही समस्या परिरहेको हुन्छ कि नै झ्याप्प थाहा हुँदैन नि त हो कि नै? जस्तो घरको समाचारहरू भनौँ न सन्चो बिसन्चो लगायत कुराहरू खबर अहिले त इन्टरनेटको सुविधा छ यहाँ टिप्छ अहिले त टिप्छ यहाँ नटिपे पनि पारी गएर 10 मिनेट जान्छ भने त्यसरी फोन सम्पर्क हुन्छ पहिला नभए यहाँ त कुनै ठाउँमा नटिप्ने ठाउँ पनि छ नि नटिप्ने ठाउँ छ तर पारी चाहिँ टिप्छ त्यस्तो इनकेस केही भयो भने चाहिँ तपाईँहरू चाहिँ घरै पनि जानुपर्छ होइन? घरबाटै कहिलेकाहीँ मान्छे खबर लिएर आउने पनि हुन्छ लिएर आउने हुन्थ्यो पहिला हुन्थ्यो अहिले चाहिँ फोनबाट पुरै हुन्छ जस्तो तपाईँ बेलुका तपाईँहरू 8-9 बजे सुटिसक्नुहुन्छ होइन? हजुर तर कहिलेकाहीँ तपाईँ बजार जानुहुन्छ होला नि त बजार त्यो टाइममा त अब यहाँ त यति शान्त छ होइन? शान्त छ अनि बजारमा त के गाडीहरूको सबैको आवाज आइरहेको हुन्छ होइन? त्यो हल्ला त्योमा के फरक तपाईँलाई के लाग्छ? यो गोठमा त अरू केको आवाज सुन्नु चराचुरुङ्गीको आवाज सुने मात्र भेडाको आवाजमा सुने मात्र यी मौन पातनहरू जसलाई शब्दको आवश्यकता नै छैन आँखाभरि जागरण छ पाइलाभरि सुरक्षा बेडा बाख्राको यो विशाल समुद्रभित्र उनीहरू नै हुन् सर्वाधिक सतर्क आत्मा दिनभर उनीहरू शान्त लाग्छ तर रात पर्दा ताराहरू साँची छन् यिनको गर्जनले सारा अँध्यारोलाई चिर्छ गोठालाहरू सुत्छन् बाँदल निदाउँछन् तर यी कुकुरहरू जागराम बस्छन् मौनताभित्र पनि उनीहरूको विश्वास बोलिरहन्छ यो परिवार सुरक्षित छ साना देखिन्छन् तर पहाड जस्ता दृढ छन् यी भोटे कुकुरहरू श्री पशुपालनका सहयोगी होइनन् यी त गोठालाहरूको आत्माको अंश हुन् तपाईँको यो लाइफस्टाइलमा कहिलेकाहीँ हुन्छ नि यस्तो अप्ठ्यारो सिचुएसनहरू पनि आउँछ नि त कहिलेकाहीँ हो कि नै तर कहिलेकाहीँ बाघहरू धेरै आएर छेटी गरेको त्योहरू हुन्छ कि छैन तपाईँसँग एउटा छैन अझसम्म त्यो अनुभव छैन है यो लेक साइडमा यो बुकी पहिला बुढापाकाहरूलाई भयो होला त अझसम्म मलाई चाहिँ त्यस्तो लागेको छैन जस्तो यो रातिमा भेडा बस्छ होइन एक ठाउँमा यहाँ राख्नुहुन्छ हजुर तपाईँहरू चाहिँ यहीँ सुत्नुहुन्छ कि कस्तो यही सुत्छ भित्रै सुत्नुहुन्छ कुकुरहरूले गर्छन् जस्तो पहिला हामी सानोमा जस्तो हाम्रो गाउँतिर नि यसरी भेडा आउँदाखेरि उहाँहरू चाहिँ साइडमा कि कुकुर पनि राख्ने जङ्गलको बिचतिर हुँदा त गाह्रो हुन्छ नि त गाह्रो हुन्छ त्यो ठाउँमा चाहिँ मतलब घेरा लगाएर आफू साइडमा सुत्ने गर्नुहुन्छ यहाँ चाहिँ सबैजना यहीँ सुत्नुहुन्छ तर हिउँडा चाहिँ सुत्छौँ हामी तर बर्खा आफ्नोमा हिउँडा चाहिँ स्याल लाग्छ कहिलेकाहीँ हजुर बसोहरू लाग्छन् हजुर त्यो बेला चाहिँ सुत्छौँ तर बर्खा चाहिँ यही गोठमा सुत्ने हो यो 4100 मिटरको बुकी पातनमा बिताएको एक दिन भेटियो जीवनका लाखौं कथा भेडा बाख्रासँगको लगाव भोटे कुकुरको मौन सुरक्षा अग्नि र धुवाको न्यानोपन र घरको सम्झना जो हरेक रात हृदयमा बाँचिरहन्छ यहाँ मनुष्य र प्रकृतिले आपसमा कुरा गर्छन् मौनतामा पनि सन्तोष मिलिरहेकै हुन्छ गोठालाहरूको जीवन सजिलो छैन तर गर्विलो छ संसारका रङहरू टाढा भए पनि यो पहाड र बादलको बीचमा एकदमै मानवता एकदमै प्रेम र एकदमै शान्ति छ अहिले रिसेन्ट टाइममा चाहिँ धोरपाटनको यो बुकीको भ्यू हेर्न चाहिँ म्याक्सिमम मान्छे आइरहेको हुन्छ जस्तो हामी टिकटक रिल्सहरूमा भिडियोहरूमा देख्छौँ होइन सहज हुन्छ होला तर यो 4100 मिटरमा आउन पनि धोरपाटन थोरै गाह्रो त छ हामी आउँछौँ सुट गर्छौँ होइन भिडियो हेर्छौँ अनि हामीले सुट गरेको भिडियो धेरैजनाले मान्छेले पनि देख्नुहुन्छ भिडियो हेरेपछि सबैलाई लाग्न सक्छ सहज छ यो लाइफस्टाइल त्यति सहज चाहिँ छैन किन भन्दा हामी त 1-2 दिन आउँछौँ घुम्न आउँछौँ सुट गर्छौँ होइन भेडा गोठालाहरूसँग अथवा भेडाहरूसँग यत्रो ठुलो मासमा 1500 1600 1700 सम्मको भेडामा मासमा चाहिँ राम्रो भिडियोहरू त डेफिनेटली आउँछ तर हामी 1-2 दिन यहाँ त्यो मजा अथवा रमाइलोको लागि आउँछौँ भ्यू हेर्नको लागि आउँछौँ तर यहीँ बस्ने गोठालाहरूको दैनिकी हरेक दिन यही दोहोरिन्छ बिहानदेखि नै बेलुकासम्म बिहान तक बाख्रा भेडाहरूको दुध दुने काम भएर अब अहिले खाना खाएर उहाँहरू चरनमा जानुभयो अनि फेरि बेलुका आउनुहुन्छ खानेकुराहरू बनाएर नर्मल खानेकुराहरू खानुहुन्छ उहाँहरू भेडा बाख्रामै धेरै निर्भर हुनुहुन्छ जस्तो यो कुराहरू भेडा बाख्राबाटै बनेको हुन्छ होइन भेडा बाख्राको ऊनबाट बनेको हुन्छ जस्तो भेडा बाख्राको दुधबाट नै उहाँहरूले धेरै कुराहरू बनाएर खानुहुन्छ होइन जति देखिन्छ नि त्योभन्दा यहाँको लाइफस्टाइल साँच्चीकै गाह्रो पनि छ क्या किन भन्दा
हरेक दिन यही दैनिकी दोहोरिन गाह्रो पनि छ, किनभने सधैँभरि यो मौसम खुल्दैन पनि, बर्खाको सिजन छ, पानी पर्छ। यहाँ आएपछि यो भ्यू अनि उहाँ गोठालाहरूकोसँग एउटा सामिप्यता, उनीहरूको लाइफस्टाइल सुट गर्दा एकदमै खुसी लाग्यो। एकदमै धन्यवाद दिन चाहन्छु उहाँहरूलाई। उहाँहरू अहिले जानुभयो बाख्रा भेडा लिएर। धुर्पातन बुकी, जहाँ बादलभित्र हराएको छ एउटा मौन कविता, र ती कविता हामीसँगै रहिरहन्छ। यहाँको जीवन सजिलो छैन, तर यो जीवनले हामीलाई सिकाउँछ संसारको आवाजभन्दा पनि मौनताको मिठास अझ गहिरो हुन्छ। यो सुन्दर घाँसे मैदान, बुकी अनि यो सुन्दर पहाड अनि यो हिमालहरूको दुईवटा महत्त्व भनौँ या त सत्यता छ, जहाँ हामीहरू केही दिनको लागि घुम्न आउँछौँ र यो रमाइलो कुराहरू देख्छौँ। अनि अर्को एउटा सत्यता, यहाँ रहने गोठालाहरूको हरेक दिनको यही दैनिकी दोहोरिन्छ।